दर्शकबिनहरू लासो फ्याफुला नमस्कार। फेरि म नयाँ अपडेटका साथ उपस्थित भएको छौँ। आज विशेष गरी बिपी राजमार्ग सम्बन्धी केही अपडेट लिएर आएको छौँ। विशेष गरी तपाईँहरूलाई थाहा छँदैछ नेपाल थोक साइटको मैले धेरै दिन लगभग 5-7 दिन भइसकेको छ यो नेपाल थोक साइटको चाहिँ तपाईँहरूलाई मैले जानकारी दिएको थिएन। त्यसका निम्ति त्यो तपाईँको यो नेपाल थोक साइटको दृश्य देखाउन गएको छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला, साथै लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नुहोला। हिजो अस्ति हजुरहरूलाई मैले भनेका थिएँ 15 देखि 25 भित्र गाडी जाने बनाउने भनेर निर्माण व्यवसायिकहरूले भनेको थियौँ। र आज विशेष गरी यो माहलो साइडमा केही गरी वर्षाको कारणले बाढी पहिरो आएको खण्डमा मासतिर पठाउने चाहिँ भइसकेको रहेछ अहिले। किनभनेदेखि माहलो फ्लोर चाहिँ मैले देखाउन पाएको छैन हजुरहरूलाई। माहलो फ्लोर चाहिँ अहिले करिब रातको 7 बजिसकेको छ। भिडियोको क्वालिटी अलिकति राम्रो हुने छैन, त्यो भएको हुनाले मलाई माफ गर्नुहोला। तपाईँको भोलि अर्थात् मैले भोलि बेलुका अर्थात् दिउँसोतिर हजुरहरूलाई माहलो फ्लोर पनि देखाउने छु भन्दै आजको भिडियोतर्फ लागौँ। साथीहरू, आज धेरै दिन पश्चात म यो बिपी राजमार्ग सम्बन्धी जानकारी लिएर आएको छौँ। विशेष गरी तपाईँहरूलाई थाहा छँदैछ नेपाल थोक साइटको को चाहिँ तपाईँको मैले लगभग 4-5 दिनपछि हजुरहरूलाई अपडेट लिएर आएको छौँ। यो चाहिँ बाहिरी भाग हो भने अहिले रातको 7 बजिसकेको छ। अलिकति भिडियोको क्वालिटी चाहिँ राम्रो हुने छैन भए तापनि म तपाईँहरूका साथ जानकारी लिएर आएको छौँ। यो चाहिँ विशेष गरी तपाईँहरूलाई थाहा छँदैछ नेपाल थोक चेकपोस्ट भन्दा माथिको दृश्य हो यो। साथीहरू, भिडियोलाई मन परेको खण्डमा लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गर्न नभुल्नुहोला। साथै तपाईँहरूले सल्लाह सुझाव पनि गर्न नभुल्नुहोला। साथीहरू, यो चाहिँ बाहिरी भाग हो भने यो माथिको भागमा चाहिँ तपाईँहरूको गाडी गुड्ने अब गाडी माथितिर पठाउनेसम्म भइसकेको छ। हिजो अस्ति मैले हजुरहरूलाई भनेको थियो तपाईँहरूकोलाई 15 देखि 25 को बिचमा चाहिँ तपाईँको गाडी बनाउने गरिसकिन्छ भनेर निर्माण व्यवसायिकहरूले मलाई भनिसकेको थियो। त्यसको आधारमा हजुरहरूलाई मैले जानकारी दिएको थियौँ र अहिले चाहिँ माथितिर गाडी जान चाहिँ भइसकेको छ, जान मिल्ने भइसकेको छ। तर भए तापनि काम रोक्छ कि भनेर तपाईँको गाडी चाहिँ पठाएको छैन। यदि तपाईँको वर्षाको कारणले बाढी पहिरो आएको खण्डमा माथितिर पठाउने भनेर जानकारी दिइसक्नु भएको छ निर्माण व्यवसायिकहरूले। यसरी चाहिँ काम भइसकेको छ। दर्शकबिनहरू, आजको भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहोला। साथै लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नुहोला। यो चाहिँ हजुरहरूलाई थाहा छँदैछ नेपाल थोक साइटको अर्थात् नेपाल थोक चेकपोस्ट भन्दा केही माथिको दृश्य हो यो। दर्शकबिनहरू, अलिकति म जहिले पनि तपाईँको राति अर्थात् अलि बेलुका साँझमा यो भिडियोहरू चाहिँ खिच्ने गरिन्छ अलिकति फुर्सद नभएको हुनाले। यदि फुर्सद मिलेको खण्डमा हजुरहरूलाई मैले तपाईँको दिउँसोको भिडियो पनि लिएर आउनेछौँ। अहिलेको लागि मलाई भिडियोको क्वालिटी अलिकति भएन, क्यामेरा अलिकति भएन साथी भन्नुभएको थियो। विशेष गरी रातिको समय साँझको समयमा खिचेको भिडियो अलिकति राम्रो क्वालिटी नहुनु पनि सक्छ। त्यसको लागि क्षमा प्रार्थी गर्न चाहन्छु। साथीहरू, यहाँनिर चाहिँ तपाईँको धेरै माथि उठिसकेको छ। असाङ खलाङ स्याउ माछा ल। अनि यसरी तपाईँको यति हिजो अस्ति हेर्नुहोस् धेरै हाइट भइसकेको छ र अब एक लेयर हान्यो भने लगभग यो माइक्रो पाइलिङ कि के हो यो चाहिँ सकिन्छ। यो माइक्रो पाइलिङै भन्दो रहेछ यसलाई विशेष गरी ठेकदारहरूले। साथीहरू, आजको भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहोला। साथै लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नुहोला। हेर्नुहोस् भिडियो लामो हुनेछ, लामो भयो भनेर नतिनुहोला। किनभनेदेखि बिपी राजमार्ग धेरै जानकारी दिन मैले गरेको छौँ। किनभनेदेखि यो तपाईँको विशेष गरी यो रोड पनि हजुरहरूले देख्नु भएको छँदैछ अलिकति लामो नै छ। यहाँ हेर्नुहोस् सरी
सम्झे यहाँ हेर्नुहोस् विशेष गरी यहाँनिर तपाईँको यसरी काम भएको रहेछ। साथी दर्शकबिनहरू अहिले साँझ परिसकेको छ। माथिल्लोको भाग देख्छ कि देख्दैन त्यसमा क्षमा प्रार्थी गर्न चाहन्छु, किनभनेदेखि मैले दुवै साइडको हजुरहरूलाई देखाउने गरेको छ जहिले पनि। त्यो भएको हुनाले हजुरले यो माथिल्लो तल्लो फ्लोर चाहिँ अलिकति नदेखे तापनि भिडियोको क्वालिटी नमिले तापनि मलाई क्षमा प्रार्थी गर्नुहोला। यहाँ हेर्नुहोस् विशेष गरी यहाँनिर चाहिँ यसरी काम भइरहेको छ। तपाईँको दर्शकबिनहरू आजको भिडियो के कस्ता लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहोला। साथै लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नुहोला। भिडियो तपाईँको त्यति राम्रो क्वालिटी चाहिँ हुनेवालामा देखिँदैन, किनकि यो अहिले साँझको बेला भएर होला। तपाईँको यो चाहिँ ठ्याक्कै कहाँ हो भने तपाईँको नेपालथोकको चेकपोस्टभन्दा केही माथि हो भने आगरी बजारभन्दा केही मुनिको दृश्य हो। दर्शकबिनहरू आजको भिडियो के कस्ता लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहोला। साथै लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नुहोला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, अभिवादन।